दार्जिलिङ, कालेबुङ, तराई सिक्किम 6-8 गोर्खा राइफल्सका पूर्व सैनिक सङ्गठनले 78औं स्थापना दिवस अप्पर पुलबजार स्थित सामुदायिक भवनमा सुबेदार मेजर रमेश प्रधानको विशेष आतिथ्यमा पालन गरे। देशको रक्षामा शहीद भएका सैनिकहरूको सम्मानमा 1 मिनेटको मौन धारण गर्दै क्याप्टेन उमेश गुरुङले राष्ट्रिय ध्वजारोहण गरेपछि राष्ट्रगानको साथमा कार्यक्रम सुरु गरिएको थियो। आयोजक टोली सङ्गठनका सभापति अन्नेरी क्याप्टन टिभी गुरुङ, उपसभापति अन्नेरी क्याप्टन अमर गुरुङ, सचिव हवलदार प्रताप थापा, कोषाध्यक्ष हवलदार रतन गुरुङ अनि 6-8 गोर्खा पूर्व सैनिक सङ्गठनका संस्थापक सदस्य शरण गुरुङको अहम भूमिका रहेको थियो। सो स्थापना कार्यक्रममा विद्याज्योति एकाडेमीका विद्यार्थीहरू क्रमैले, अवन्य ठकुरीले नृत्य, शिरडिसा सुब्बाले सेक्सोफोनमा धुन अनि विजय बेन्डका नानीहरूले धुन प्रस्तुत गरेका थिए। सङ्गठनको तर्फबाट सङ्गठनका सभापति अन्नेरी क्याप्टेन टिभी गुरुङले 78औं स्थापना दिवस सफल रूपमा सम्पन्न गराउन सहयोग पुर्याउनुहुने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे। नमस्ते। यो सम्पूर्ण च्यानल हेरेर बस्नुहुने हाम्रो सम्पूर्ण महानुभावहरूलाई र आज पुलबजार अप्पर लाइन सार्वजनिक भवनमा 68 GR भूतपूर्व सैनिक सङ्गठन दार्जिलिङ, तराई, डुवर्स अनि सिक्किम लगायत सम्पूर्ण रिटायर 68 नागुन परिवारको आज राइजिङ डेको उपलक्ष्यमा हामी आज एकत्रित भई हाम्रो 78औं स्थापना दिवस मनाउनमा हामी सक्षम बन्यौं, जसको निम्ति हाम्रो स्थानीय नानीहरू अनि स्थानीय विद्याज्योति एकाडेमी का विद्यार्थीहरूले ब्यान्ड प्रस्तुति अनि साङ्गीतिक कार्यक्रमहरू गरेर यस हाम्रो 78औं स्थापना दिवसलाई सफलीभूत बनाइदिनु भयो। यसको निम्ति पनि उहाँहरूलाई मुरीभरि धन्यवाद दिन्छौँ र हाम्रो यस क्षेत्रका समाजसेवी व्यक्तित्ववृन्दहरूलाई पनि हामीले प्रमुख अतिथिको रूपमा निम्त्याएका थियौँ। उहाँहरूलाई पनि हामी धेरै धेरै धन्यवाद दिन्छौँ र यति भन्दै मेरो सानो वक्तव्य यहीँ समाप्त गर्दै र हाम्रो दार्जिलिङ, तराई, डुवर्स 6-8 गोर्खा राइफल्स भूतपूर्व सैनिक सङ्गठनको प्रेसिडेन्ट महोदय श्रीमान रिटायर अनिरी क्याप्टन टेकबहादुर गुरुङज्यूलाई पनि 2 शब्द बोलिदिने म यहाँबाट। नमस्कार, जय गोरख। सम्पूर्ण यस च्यानल हेरेर बसिरहनु भएको सम्पूर्ण सबभन्दा पहिला त म भन्छु हाम्रो 68 GR को लाउरेहरू, मेरो पूर्वज पुरानो साहबहरू र मेरो एनसिएस गुरुजीहरूलाई हामीले दार्जिलिङ, डुवर्स, सिक्किम सम्पूर्णलाई समेटेर बनाएको यो संस्था हाम्रो पल्टनको जन्मदिन मनाउन थालेको अब 3 साल यो पुरा भयो। यो 78औं जन्मदिवस पनि मनाइयो र सम्पूर्णलाई यो मञ्चबाट तपाईहरुलाई यो माध्यमबाट भन्नु चाहन्छु कि तपाईहरु आफ्नो अमूल्य समय निकालेर भए पनि अघिल्लो जो हाम्रो जन्मदिवस हुन्छ पल्टनको त्यति बेला भागीदारी बन्दिनु होला भन्ने 2 शब्द राख्दै, जस्तै जो पनि अहिले हाम्रो मेरो 68 GR को जन्मदिवसमा सम्पूर्ण जति पनि सहभागी भइदिनु भयो उहाँहरूलाई मेरो तर्फबाट र मेरो पल्टनको जति हाम्रो दार्जिलिङ, डुवर्स, तराईबाट जति पनि समस्त हाम्रो रिटायर 68 GR को लाउरेहरूको तर्फबाट तपाईहरुलाई पनि
नमस्कार गरेँ। नमस्कार। सम्पूर्ण च्यानललाई हेर्नुहुने महानुभावहरूमा मेरो नाम क्याप्टन एसडी तामाङ, म सिलगढीमा बस्छु र आज हामीले यसरी शिक्षित पल्टन, जसलाई हामीले नागुन पल्टन भन्छौँ र हामीले यसरी लगातार 3 सालदेखि लगातार हामीले हाम्रो पल्टनको जन्मदिन यानि स्थापना दिवसलाई पालन गर्दै आइरहेका छौँ र यसपालि हामीले हाम्रो पल्टनको राइजिङ डे वास्तवमा 4 फेब्रुअरी हुने थियो, तर हाम्रो कतिवटा कारणवश हाम्रो पल्टनले हामीलाई निमन्त्रणा गरेको कारणले गर्दा हाम्रो सदस्यहरू पल्टनमा जानु परेको कारणले गर्दाखेरि हामीले 4 फेब्रुअरी नमनाएर अनि त्यसको सँगसँगै यो 4 फेब्रुअरी जस्तो हप्ताको 20 दिन परेको हुनाले गर्दाखेरि कतिजना स्टुडेन्ट्सहरूलाई या नोकरी गर्ने हाम्रो दाजुभाइ दिदीबहिनीहरूलाई असुविधा हुन्छ भनेर आज हामीले यसलाई पोस्टपोन गरेर 8 फेब्रुअरीमा राख्यौँ र आज हामीले यहाँ बिजनबारी पुल बजारमा सम्पूर्ण कालिम्पोङ, डुवर्स, दार्जिलिङ, सिलगढीको तर्फबाट आउनुहुने महानुभावहरू, दाजुभाइ दिदीबहिनीहरू, अब भुत्ने सैनिकहरू मिलेर सम्पन्न गऱ्यौँ र आज हामीले जुन प्रकारले कार्यक्रम गऱ्यौँ, विशेष गरेर म हाम्रो यहाँ बिजनबारीका हाम्रा एक्स सर्भिसम्यान भाइहरूलाई, साहबहरूलाई धन्यवाद दिन चाहन्छु। साथै आजको हाम्रो यस कार्यक्रमलाई गराउन दिनुहुने यहाँका कम्युनिटी हलका संस्थापक, कम्युनिटी हलका म्यानेजिङ डाइरेक्टरहरूलाई हामी नागुन परिवारका तर्फबाट बढी धन्यवाद दिन चाहन्छौँ र हामीले जुन प्रकारले यसरी नागुन डे मनाउँदै गर्छौँ, अब आउने नेक्स्ट इयर जो चाहिँ हामीले कहाँ मनाउने हो यसको हामी चाँडै नै एउटा निर्णय लिएर हामी हाम्रो सदस्यवर्गलाई यसको सूचना अवश्य गर्नेछौँ र त्यति बेला तपाईँहरूले आफ्नो प्रतीक्षाको साच्नु होला। जो भन्दा पनि अझ राम्रो प्रकारले हामी मनाउने कोसिस गर्छौँ। अनि आज जुन हाम्रो पल्टनको साहबहरू थियो, एनजिओ जवानहरू हुनुहुन्थ्यो, तपाईँहरूले सुन्नुहुन्छ होला, तपाईँहरू आउनु भएन, तर तपाईँहरूलाई पनि हामी संस्थाको तर्फबाट बढी धन्यवाद दिन चाहन्छौँ र यसपालि आउनु नसके पनि अर्कोपालि तपाईँहरू जोडिने प्रयास गर्नुहोला, हामी तपाईँहरूबाट यही अपेक्षा राख्दछौँ। र यति भन्दै म आज पनि फेरि पनि आज हाम्रो यो कार्यक्रमलाई सफलीभूत बनाउनको निम्ति विशेष गरेर म यहाँ हाम्रो शाखाका अनि हाम्रो अध्यक्ष महोदय टेकबहादुर, अलरेडी क्याप्टन टेकबहादुर साहबलाई धन्यवाद दिन चाहन्छु।